नमस्ते। हरेक वर्ष हजारौं नेपाली विद्यार्थीहरू एउटा ठूलो सपना बोकेर बेलायत जान्छन्, होइन त? राम्रो शिक्षा पाउने, राम्रो भविष्य बनाउने। तर त्यो महत्वाकांक्षाको, त्यो सपनाको वास्तविक मूल्य चाहिँ के हो त? आज हामी यही विषयमा अलिकति गहिरिएर कुरा गर्नेछौं। हो, बेलायत, राम्रो पढाइ, राम्रो अवसर, यी सबै कुराले गर्दा नेपाली विद्यार्थीहरूको लागि एकदमै प्रमुख गन्तव्य बनेको छ। यो सपना साँच्चै नै शक्तिशाली छ। यसले एउटा उज्यालो भविष्यको आशा जगाउँछ। तर के यो सपनाको यात्रा साँच्चै सोचे जस्तो सजिलो होला त? यो ठूलो महत्वाकांक्षाको पछाडि लुकेको नदेखिने मूल्य के छ? ल, अब यसैलाई अलिक खोतलेर जिरौँ न। अब विज्ञहरू र अधिकारीहरूले के भनिरहेका छन् भने सबैभन्दा ठूलो समस्या हो विद्यार्थीहरूले भोगिरहेको बढ्दो तनाव। हो, सपना त छ, तर त्यसको मूल्य चुकाउँदा उनीहरूले कस्ता कस्ता चुनौतीहरू सामना गर्छन्। आजको हाम्रो कुराकानीको केन्द्रबिन्दु यही हो। त्यसो भए यो विद्यार्थी तनाव भनेको के हो त? धेरैले सोच्नुहुन्छ होला पढाइको प्रेसर मात्रै हो। तर होइन, यो त्यो भन्दा धेरै जटिल कुरा हो। यो त आर्थिक, सामाजिक र मानसिक सबै खालको तनावको एउटा मिश्रण हो, जुन विदेशमा रहेका विद्यार्थीहरूले भोग्नुपर्छ। अब यो तनावको सबैभन्दा ठूलो जड कहाँ छ त? त्यो हो पैसा, आर्थिक दबाव। हो, यही नै हो जहाँ सपनाले आएर आर्थिक यथार्थसँग भनौँ न एक किसिमले ठोकिन्छ। ल हेर्नुस्, मुख्य आर्थिक बाधाहरू के हुन्? पहिलो त युनिभर्सिटीको फी नै यति महँगो छ। अनि आर्थिक मन्दी चलिरहेको बेला पार्ट टाइम काम पाउन पनि गाह्रो। त्यसमाथि बस्ने कोठाको भाडा पनि आकाशिएको छ। यी सबै कुराले गर्दा त्यो सुन्दर सपनामा एउटा ठूलो चुनौती थपिदिन्छ। अनि अर्को एउटा ठूलो प्रेसर के छ भने पढाइ। यहाँ असाइनमेन्टहरू समयमा बुझाउनु भनेको खालि राम्रो ग्रेड लाउनको लागि मात्रै होइन। यो त सिधै भिजासँग जोडिएको कुरा हो। यदि एकाडेमिक रिक्वायरमेन्ट पूरा भएन भने बेलायतमा बस्ने अधिकार नै खतम हुन सक्छ। सोच्नुस् त कति ठूलो दबाव होला यो। ल, पैसाको कुरा त भयो। अब अर्को ठूलो टाउको दुखाइ छ नियम कानूनको खेल। मतलब यहाँका प्रशासनिक र इमिग्रेसनका नियमहरू बुझ्नु र पालना गर्नु पनि अर्को ठूलो चुनौती हो। नेपाली दूतावास र विद्यार्थी प्रतिनिधिहरूले पनि यही कुरामा जोड दिएका छन्। उनीहरूका अनुसार विद्यार्थीहरू एउटा प्रशासनिक चक्रव्यूहबाटै गुज्रिनुपर्छ। जस्तै पहिलो त सस्तोमा बस्ने ठाउँ खोज्नु पर्यो, त्यसपछि युनिभर्सिटीका सबै नियमहरू मान्नु पर्यो, अनि फेरि त्यो एकदमै जटिल इमिग्रेसन कानूनहरू पनि बुझ्नु पर्यो। यी सबै कुराले त तनाव बढाउने नै भयो, होइन र? त्यसो भए अब के गर्ने त? के छ त समाधान? विज्ञहरूको एउटै सुझाव छ। सपना देख्नु राम्रो हो, तर त्यो भन्दा पहिले यथार्थवादी बन्नु जरुरी छ। एकदमै जरुरी। ब्रिज नेपालले आयोजना गरेको एउटा कार्यक्रममा विज्ञहरूले केही मुख्य सिफारिसहरू दिएका थिए। पहिलो, पैसाको जोहो राम्रोसँग गर्ने, मतलब आर्थिक रूपमा पुरै तयार हुने। दोस्रो, पढाइमा पनि आफूलाई तयार राख्ने। र तेस्रो अनि एकदमै महत्त्वपूर्ण, कन्सल्टेन्सीहरूबाट खालि मीठा सपना मात्रै होइन, यथार्थपरक सल्लाह खोज्ने। यो कुरा कति गम्भीर छ भने यो भनाइबाटै प्रष्ट हुन्छ। हेर्नुस् त, के कन्सल्टेन्सीहरूले त केसम्म भनेका छन् भने यदि आर्थिक रूपमा एकदमै बलियो ब्याकअप छैन भने अन्डरग्रेजुएट विद्यार्थीहरूलाई बेलायत नपठाएकै राम्रो। यो त एउटा निकै गम्भीर चेतावनी हो, होइन? त्यसो भए अन्त्यमा एउटा प्रश्नमा आएर कुरा टुङ्ग्याउँ। बेलायतमा पढ्ने त्यो ठूलो सपनालाई साकार पार्न खालि महत्वाकांक्षा र जोसले मात्रै पुग्छ कि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यथार्थ बुझेर गरिएको बलियो तयारी हो? यो प्रश्नबारे सोच्न जरुरी छ।